मध्य प्रदेश सहित सम्पूर्ण मिथिलाञ्चलमा माघे संक्रान्ति पर्वको भव्य तयारी तीव्र बनेको छ। मिथिलाञ्चलमा तिला संक्रान्तिको नामले प्रख्यात यो पर्वलाई स्थानीय लोकभाषामा तिला संक्रान्ति वा तिला संक्रान्ति पनि भनिन्छ। परम्परा, संस्कार र पारिवारिक एकताको प्रतीकका रूपमा यो पर्वलाई विशेष उत्साहका साथ मनाउँदै आएको छ। तिला संक्रान्तिको अवसरमा मिथिलाका घर घरमा चिउरा, भुजा र तिलमा सक्खर मिसाएर बनाइएको लड्डु अनिवार्य परिकार मानिन्छ। साथै चामल, दाल, घिउ र तरकारी एकै साथ मिसाएर बनाइने खिचडी खाने परम्परा पनि रहि आएको छ। यही कारण पर्व नजिकिँदै जाँदा सक्खर, चिउरा, भुजा, तिल, अदुवा, उरिद र कुर्थीको दाल, घिउ, तरुल तथा विभिन्न तरकारी जुटाउन सर्वसाधारण व्यस्त देखिन्छन्। किनमेलका लागि मिथिलाञ्चलका हाट बजारहरूमा उल्लेख्य भिडभाड देखिएको छ। तिला संक्रान्ति आउनुभन्दा 8-10 दिन अघिदेखि नै घर घरमा तिल, चिउरा, भुजा र सक्खर ल्याएर मिथिलानी महिलाहरू लड्डु बनाउने तयारीमा जुट्ने गर्दछन्। परम्परा अनुसार संक्रान्तिका दिन एका बिहानै घरका सबैभन्दा पाका सदस्यले नित्यक्रमसहित स्नान गरी अरवा, चावल, तिल र सक्खर मिसाएर बनाइएको प्रसाद कुलदेवतालाई चढाउने चलन छ। त्यसपछि सोही प्रसादलाई घरका सबै सदस्यलाई हमर तिल बहबे भन्दै, अर्थात् आउँदो दिनमा मलाई साथ दिनु भन्ने भनाइ भन्दै प्रसाद दिने चलन रहिआएको जानकारहरू बताउँछन्। संस्कार, श्रद्धा र पारिवारिक स्नेहको अनुपम सङ्गम बनेको तिला संक्रान्तिले मिथिलाञ्चलको संस्कृति पहिचानलाई अझ सशक्त बनाउँदै गएको छ।